संविधान संशोधनको कुरा त बिल्कुलै नाजायज छ, किनभने संविधान जारी गर्नुभन्दा पहिलादेखि संशोधनको कुरा यिनीहरूले ल्याए। अपरिपक्वता र स्वार्थमा वशीभूत भएर यिनीहरूले संविधान घोषणा गरेका थिए। भारत एउटा स्टेक होल्डर थियो, स्वार्थबाट वशीभूत भएर यिनीहरूले भारतलाई चिड्याएर यिनीहरूले संविधान घोषणा गरे। यसको कमजोरीको जड र मूल त्यहाँ थियो। त्यसपछि संविधान संशोधन भनेको त त्यसको बाइ प्रोडक्ट हो। त्यसकारण संविधान संशोधन प्रश्न नै होइन, यो त भारतलाई खुसी पार्ने कि नपार्ने र नेपालीको बीचलाई द्वन्द्वलाई नेपाली बीचको द्वन्द्वलाई अझ बढाएर लैजाने कि नलैजाने। संशोधन त एउटा बहाना मात्रै हो, संशोधन प्रश्न नै होइन, संशोधन अहिलेको आवश्यकतै होइन। यो त खालि एउटा राजनीतिक बखेडा र एउटा राजनीतिक एउटा प्रतिष्ठाको विषय बनाएको। मधेसवादी दलले, खास गरी भारतले उसले भनेकै थियो हामी बिना यो संविधान कसरी लागू गर्दा रहेछौ हामी हेरौँला भनेको थियो, र त्यसैको जवाब खड्ग ओली सरकारको बहिर्गमन हो। दुर्भाग्य जुन माओवादीले आफ्नो पहल कदमीमा संविधान जारी गर्यो त्यही माओवादी भारतको दलाल भएर निस्क्यो। त्यही प्रचण्डले भारतको चाहिँ गएर पुलिस लाउने कुरा गरिदियो। समस्या त त्यहाँ हो नि त। किन हामी नभएको कुरातिर भड्केर गइरहेछौँ म बुझिरहेको छैन। होइन, एमाले भनेको कुरा त्यसको सार ठिक छ, राष्ट्रियतामा यति हस्तक्षेप भएकै छ, विदेशी थिचोमिचो र हैकम बढेकै छ, तर त्यसको रूप चाहिँ समय अनुकूल भयो कि भएन। ऊ आफै त्यति भन्ने नैतिक हैसियत राख्छ कि राख्दैन। हिजो यस्ता कुरामा उसको व्यवहार के थियो, अहिले नै पनि यिनीहरू सत्तामा गएर काहीँ न काहीँ यिनीहरू झुक्छन्, सम्झौता गर्छन् कि गर्दैनन्, त्यसको विश्वसनीयता के हो जस्ता प्रश्नहरू चाहिँ बाँकी नै छन्। समग्रमा हेर्दाखेरि चाहिँ भावना उनीहरूको ठिक भए तापनि त्यसको रूपको पक्ष जो अघि मैले भने मलाई लाग्छ त्यो विचारणीय छ, त्यसरी नै लानु मैले देख्दा उचित हुँदैन।